हामीसँग भाडा पनि उपलब्ध छ। चलो भाडा के छ दिइदिएन। अहिले चाहिँ हामी अब बेङ्गलोरतिर जाँदैछौँ। ट्रेनमा सबजना लम्बसार थकित निन्द्राले। फिलहाल हामी सब बस कुरिरहेको अवस्था। What's up everyone, welcome back to the channel and another vlog. Hope सबैजना सन्चै आराम हुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। धेरै पछि नयाँ भ्लग लिएर आइरहेको छु। आशा गर्छु तपाईहरुले मलाई बिर्सिनु भएको छैन होला। सो भ्लगको सुरुवात चाहिँ बिहान 6:30 बजे भइरहेको छ। अहिले चाहिँ छौं हामी पुलिस स्टेसन। यहाँ हुन्छ सञ्जिता। हेलो हेलो कहाँ हो चिटी च्याट्टा भएर। सो आज यो भ्लग के को बारेमा हो भने दाइले भन्नुहुन्छ होला। दाइ भन्नु त। सो यो हामी कहाँ जाँदैछौँ, के गर्दैछौँ, के को लागि जाँदैछौँ भनेर भनिदिनु न। हामी जान लागेको स्नोडोनिया वेल्समा छ। नेसनल पार्क हो, वेल्सको बिगेस्ट नेसनल पार्क हो। 3 नाइट बसिन्छ, ट्रेकिङ गरिन्छ, डिफ्रेन्ट प्लेसेस, डिफ्रेन्ट ठाउँहरू हेरिन्छ त्यहाँको। हेरौँ नेपाल जस्तै छ देखिन्छ देख्दाखेरि। घुमेपछि के कस्तो छ थाहा हुन्छ। तपाईको एक्सपेक्टेसन्स कस्तो छ त्यहाँ? म त धेरै एक्साइटेड, एकदम एक्साइटेड। राति निन्द्रा नि लागेन नि? लागेन, 2 घण्टा सुते फेरि उठे यार म छैन। सो सबै त्यही हो। म पनि सुतिन हो आज। ल त्यही हो। अब के कस्तो हुन्छ सबै हामी तपाईलाई देखाउने छौं। अनि म चाहिँ डे 1 डे 2 गरेर हाल्छु भ्लग। अनि कोसिस गर्छु सकेसम्म डे 1 डे 2 मा। अनि अहिले चाहिँ हामी 2 जना यहाँ छौं अनि 3 जना अर्को साथीहरु हामीलाई जोइन गर्छ। अनि त्यसपछि हामी ट्रेन लिएर जान्छौं। 4 घण्टाको बाटो हो ट्रेनमा। अब के हुन्छ कसो हुन्छ बाटोमा म सबै तपाईलाई देखाउने वाला नै छु। तपाईले जुन जति ब्याग देख्नु भइराछ नि यो सिर्फ हामी 2-3 जनाको मात्रै हो। 2 जना अरु आउन बाँकी छ। उनीहरुको सामान कति हो थाहा छैन। टेन्ट पनि छ रे। अनि 2टा टेन्ट अरु के छ रे। अब बोकेर चाहिँ कसले कति सामान बोक्छ भन्ने कुरा हो। हाम्रो त यतिमै हाम्रो हामी डेट भइसक्यौं यति सामानमै। अब त्यही हो। 2 जना लाउडर पनि आइसकेको छन्, जोइन भइसकेका छन्। यो के छ? ओइ दारु साथी। ल सो अब चाहिँ हामी निस्किन लाग्यो, ट्रेन जान लाग्यो। एउटा साथी अर्को उताबाट जोइन हुन्छ रे। चल्यौं हामी लाग्दैम है। अब हामी भित्र चढ्नु पर्ने हुन्छ। सामान 2टा, एउटा ब्याग पछाडी यहाँ त्यहाँ अरु पनि छ सामान। कति छ ओभरअलमा थाहा छैन। सबैजना भेला बस्दै हुन्छु। सो हामी चाहिँ अब क्यु भन्ने स्टेसनमा आइसकेको छौं। अनि यहाँबाट चाहिँ हाम्रो फेरि अर्को ट्रेन छ 10:21 मा। अनि त्यसपछि चाहिँ हामीले फेरि अब अर्को बस लिनुपर्ने हुन्छ। अनि त्यही हो। साथीहरु यहाँ छन्। ब्यागहरु यति धेरै छ नि हाम्रो हैन। हेर्नु न। यस्तो लागिरहेछ कि हामी 2-3 दिनको लागि हैन पुरै वर्षभरिको लागि नै देश छोडेर जानला जस्तो भइरहेछ। पुरै ब्यागै ब्याग। हामीसँग भाडा पनि उपलब्ध छ। चलो भाडा के छ दिइदिएन। एकवटा देख न खोलेर। सो हामीसँग पहिला छ देख्ची कि कराई हो। पाले पिलो हो। सो हामी चाहिँ अब अर्को ट्रेन यहाँबाट सिधै एउटा स्टपमा रोक्छ। अनि त्यसपछि हामी बस चढ्नुपर्छ। हिँडिसक्यो सबैजना यहाँ छन्। सामानहरू पत्रको हामी त भुइँमा बस्दिएको खानेकुरा पनि बोकेको छौँ। खानेकुरामा चाहिँ छ हाम्रो यो जेलीफिस, यो लाइक सेकुवा जस्तो त्यो छ। अनि त्यसपछि यो छ हाम्रो रेड बिन एन्ड ब्ल्याक राइस भन्नेवाला। अब हामी यही नै सबै यही खाएर बस्ने हो। अरू खासै त केही छैन। अरू अब अलि पछि किन्नुपर्छ। त्यही हो। त्यहाँ भाडाहरू छ, यहाँ खानेकुराहरू छ।
सो अहिले चाहिँ हामी अब बेङ्गलोरतिर जाँदैछौँ ट्रेनमा सबजना लम्पसार थकित निन्द्राले एउटा ग्याङ यहाँ छ अर्को ग्याङ त्यहाँ छ एकजना फोटो खिच्दै जोस यो त होइन हाम्रो ब्यागहरू यहाँ छ मुकेश किन छोक्रा छ कस्तो महसुस अब त थकाइ लाग्यो नि निन्द्रा लागिरहेको छ सोच्नु न त्यो पहाडको बिचमा त्यो चिसो हावामा ट्रेनमा मजाले सुत्न पाए त सो हामी चाहिँ अब बङ्गुर आइसकेको छौँ अब यहाँबाट हामीले बस लिनुपर्ने हुन्छ बस लिनुभन्दा अगाडि हामी एउटा अब सामानहरू किन्न जान्छौँ अनि त्यसपछि हामी बस चढ्छौँ सो भ्यू हेर्न सक्नुहुन्छ तपाईँ भ्यू देखाइ नि त सो यो चाहिँ हाम्रो बङ्गुर हो है ल त्यही हो अब के हुन्छ म तपाईँहरूलाई देखाउँदैछु भाइ सो यो चाहिँ मेरो ट्रेकिङको गेटअप हो ब्याग यत्रो छ अनि म केटाहरूको पनि देखाइदिन्छु म साथी त क्यु फिलहाल हामी सब बस कुरिरहेको अवस्था बिजोक विगत 1 घन्टादेखि हामी यहाँ कुरिरहेका छौँ बस सो फाइनली हामी हाम्रो डेस्टिनेसनमा चाहिँ आइसक्यौँ धेरै टाइम लाग्यो हामीलाई लाइक बिहान हामी 7 बजे ट्रेन चढेको अहिले बेलुकाको 6 भइसक्यो हाम्रो लाइक कति भनौँ 11 घन्टा जति लाग्यो हामीलाई यहाँ आइपुग्न बिचमा धेरै नै उयो भयो के भन्छ अरे कहिले बस नपाउने कहिले बस गलत बस चढ्ने गर्दा हाम्रो त्यसमा टाइम गयो त्यही पनि हामी फाइनल आइपुग्यौँ अनि साथीहरू चाहिँ त्यहाँ रिसेप्सनमा गएको छ चेक इन गर्न अनि म तपाईँहरूलाई यहाँको भ्यू देखाउँछु है हामी के अरे जति कष्ट गरेर आए पनि यो भ्यूले गर्दा त्यो कष्ट सबै भुलाउनेवाला भ्यू छ क्या सो दिस इज आवर लाइक क्याम्पिङ स्पट हामी चाहिँ अब यहाँ क्याम्प गर्छौँ त्यो आगोहरू चलाउनको लागि त्यो बास्केटहरू किन्नु ल्याएको सबै किन्नुपर्ने रहेछ अनि मैले यहाँ बास्केट ल्याउँदैछु केटाले उताबाट दाउरा ल्याउँदैछ अब त्यो हामी अब क्याम्पस्याम्प लगाउँछौँ आगोसागो बल्छौँ खानासाना बनाउँछौँ किनभने भोलि बिहान फेरि हाम्रो हाइक छ अनि हामी चाहिँ अब भोलि वहाँमा चाहिँ डाँडा जान लागेको अनि त्यसको लागि भोलि हामी बिहानै निस्किनु पर्ने हुन्छ सो खानासाना चट्ट बनाएर खानुपर्ने हुन्छ सो अरू मान्छेहरू पनि चाहिँ यहाँ छन् त्यहाँ पनि छन् हाम्रो छिमेकीहरू सो अब हाम्रो काम भनेको चाहिँ मेन कुरा टेन्ट ल्याउने हो अनि आगो बालेर खाना बनाउने हो सो त्यो गरेर चाहिँ हाम्रो काम सकिन्छ हामी रेस्ट गर्छौँ अनि हल्का चिल गर्छौँ रमाइलो गर्छौँ है त कस्तो अनुभव भइरहेछ मिठो भइरहेको छ एउटा आधी त मुखै हालेर फुलाइयो अब चाहिँ यसले यस्तो दिँदैछु म सो अब चाहिँ टेन्सन पनि लगायो हामीले अब यहाँ चाहिँ हामी आगो बाल्छौँ त्यहाँ दाइले टेन्ट फुलाउँदै हुन्छ एउटा रेडी भइसक्यो भित्र एउटा अर्को टेन्ट त्यही हो रमाइलो भइरहेछ चिसो चिसो मौसम भइरहेको छ सबै कुरा हाम्रो यहाँ रेडी हुँदैछ यहाँ हाम्रो भात पाक्दैछ भात यहाँ गर्ने हो बार्बेक्यू चिकन ग्रिल गर्ने हो यहाँको बाल्दैछ रमाइलो भइरहेको छ रमाइलो क्याम्पिङ फर्स्ट टाइम क्याम्पिङ गर्दैछु एक्सपिरियन्स एकदम रमाइलो भइरहेको छ ल कस्तो अनुभव भइरहेको तिमीलाई भनिदेऊ नि त सही मिठो भइरहेछ नि अब कहाँ त्यहाँ ठाउँबाट अनि यस्तो राम्रो ठाउँ आउँदाखेरि त अनि कहाँ पहिला त्यहाँ त डिप्रेसनमा गए जस्तो हुन्थ्यो लन्डन जस्तो है
अहिले यहाँ आएर त यस्तो पुरै ठ्याक्कै नेपालमै छु जस्तो लागिरहेछ रमाइलो भइरहेछ गाउँको भाइ भइरहेछ अब यस्तै दाउरामा खाना पकाएर खाने आलु पोल्ने यहाँ आलु भुटेछ 8-9 घन्टा हिँड्न छ भोलि हामी टक्क म्यान भर्सेस वाइल्ड नेपाली भर्जन नेपाली भर्जन आउटडोर बोइज लुक हियर विथ द भन्ने जस्तो कि क्याम्पिङ इन वेल्स इटिङ र फुड भने जस्तो होइन त्यस्तो भयो सही हो सरह्याप्प लाएर ह्याप है त ल तर मैले यसो विचार गरेर चाहिँ 5 लिटर पानी चाहिँ चाहिन्छ होला त्यो जानु दाइ हामीलाई खानेपानी छुट्टै आफ्नो बोतल त्यो एउटा त्यही भने मैले खोलाको नजिक खोजौँ पानी बोक्नु पर्दैन तर डाँडामा बस्दाखेरि त बोकी जानु पर्यो नि त डाँडाको छेउमा खोला छ कि एरोपोकमा छोडिदिनु हो क्या त्यही भएर राम्रै गऱ्यो अहिले उ गरिहाल्यो यति हो यो बाँकी रिमेन आँखा पोल्यो चिम्टा हो कि के थियो नि देउ त मुकेश चिम्टा छैन चल तिम्रो जुत्ता उस्ता देखाइदियो नि फोन पकडेर त्यही गरेर तिम्रो दामी भात हाल त मुकेश ल यहाँ मासु पनि अलमोस्ट रेडी चढाउ है अलिकति चढाउनु पर्छ यहाँ म आउँछु कस्तो छ खाना दामी छ नि खाऊ न खाना किन नखाऊ तिमीले ए किम्ची नै आउँदो रहेछ हामी चाहिँ खाना खानु लाग्यो अब दामी भयो यार सो अहिले चाहिँ रातिको 10-10:30 भइसक्यो अनि हामीले खानासाना खाएर पनि अब हामी सुत्न लाग्यो अनि आगो सागो पनि सक्ने भइसक्यो सबैतिर सबैजना सुतिसक्यो सो या त्यही हो अब आजको लागि भ्लग चाहिँ यति नै पर्छ होला होप तपाईँहरूलाई राम्रो लाग्यो होला सो भोलिको भ्लग पनि आउँछ अनि भोलिको चाहिँ हाम्रो अब ट्रेकिङ हुन्छ बिहान 6 देखि 5-6 बजीतिर हामी निस्किसक्छौँ सो त्यही हो सो आजको लागि यति नै गर्छु होप तपाईँलाई मन पऱ्यो होला मन पर्ने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नबिर्सनु यति भनेर म हजुरहरूसँग बिदा दिन्छु बाई सी